नेपाली पसलबाट 17,000 मा 30 किलो चामल मैले लिएर आइसकेँ। अनि 1,10,000 स्यालेरी आएको हो नि त मेरो। अनि 1,10,000 मा अब यो 20,000 भनौँ, किनकि मैले मासु पनि लिएर आएको छु। कति 3 पोका लिएर आएको छु। यो जोड्दाखेरि लगभग 20,000 जति भइहाल्यो होला। अनि मैले अघिल्लो वर्षको ट्याक्स तिर्न बाँकी थियो, नेपाल जाने भएर मैले तिरेको थिएन पैसा नभएर। अनि त्यो तिर्दाखेरि चाहिँ 6 मान तिरे त्यहाँ सकिगयो। 2 मान खाइ खर्च, 2 मान रुम भाडा, 1 मान टेकी खर्च, अनि 10,000 केमा जान्छ, मोबाइल खर्च गइहाल्छ। अनि पैसा जोगिने भनेको त त्यस्तै एउटा काम गरेर विद्यार्थीको चाहिँ खासै जोगिँदैन। अनि मेरो पैसा जोगिने, मैले घुम्ने खर्च यताउता चाहिँ टिकटक र फेसबुकबाट गर्छु। नभएदेखि त एउटा मात्र काम गरेर 1,10,000 देखि 1,30,000 कमायो भने चाहिँ जोगिने भनेको चाहिँ 10,000 मुस्किलले, न त खासै जोगिँदैन। तपाईँहरूको कति जोगिन्छ?